उमेरले मिठो काटिसकेका धन्दै 90 वर्षको उमेरमा अहिले पनि राप्ती नगरपालिकाको इतिहास बोकेका व्यक्ति हुनुहुन्छ झ्यापुराम प्रजा। राप्ती नगरपालिका वार्ड नम्बर 13 को स्यामराङमा झ्यापुराम प्रजा अहिले पनि एउटा जिउँदो इतिहास हुनुहुन्छ। साबिकको लोथर गाविसको प्रतिनिधित्व गर्दै पहाडलाई शहरसम्म जोड्नको लागि उहाँको ठूलो योगदान रह्यो। आजको शमशेरको शनिबारमा हामी राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाज्यू राप्ती नगरपालिकाकै इतिहास बोक्नु भएको झ्यापुराम बाजेसँग उहाँले गर्नु भएको अन्तरङ्ग संवाद तपाईको लागि प्रस्तुत गर्दैछौँ। तपाईलाई राजा वीरेन्द्रले जुन सम्मान गरिन्, तकमा सम्मान गरिन् बुवा, त्यो चाहिँ के को कुन कामको लागि तपाईले सम्मान गरेको थियो बुवा? यो चेपाङ जाति चाहिँ साह्रै लाटो जात भयो भनेर सम्मान गरे हो। साह्रो सोझो जाति, लाटो जाति, लाटो जाति भनेर गरे हो। त्यो चेपाङ समुदायबाट तपाईँ पटक पटक प्रधानपञ्च हुनुभयो। त्यो भएर गरे हो। त्यो नमस्कार, आराम हुनुहुन्छ बुवा? अहिलेसम्म देख्छु, ठिकै हुनुहुन्छ? कान पनि सुन्छु, ए राम्रो छ कानमा, आँखा पनि राम्रो छ बुवा? राम्रो छ। के छ तपाईँ प्रधानपञ्च हुने बेलाको यो ठाउँ र अहिलेमा के छ फरक बुवा? अहिले कता कता फरक नि बाबु। त्यो बेलामा चाहिँ सोचकाले जोताउँथ्यो, गएर चाहिँ मेरो छोरा किन्ने भनेर चाहिँ लगेर शोषकलाई दिन्थ्यो। त्यो कुरा गरेर के साध्यो उही बेला। उही बेला त तपाईँको बालबालिका किनबेच भन्ने कामको लागि मान्छेलाई किनबेच हुन्छ। यो त चाहिँ अप्ठ्यारो ठाउँमा प्रधान पञ्च भए, जिल्ला सदस्य भए, यो ठाउँमा कति के गरे भने सीमा छैन। रुख रोप्यो, त्यो रुख रोपे मैले हो, त्यो रोपेको छु, यहाँ चाहिँ सल्लाहघारी रोपेको छु। पहिला र अहिलेमा धेरै फरक छ बुवा? त्यस्तो फरक छ, फरक छ। अनि हजुरले राजासँगै भेटे पनि कुरा गर्नुभयो होइन? हजुर राजासँग पटक पटक कति पटक भेट्नुभयो? दर्शनीय त मैले 10 दिन भेटेँ। हजुर बोल्नु चाहिँ मौका एकचोटि राजाले आएर हात समायो, बिल राजाले हात समात्नुभयो। हात समायो, राम्रै भयो। अनि तपाईँहरूसँगै राजनीति गर्ने सहकर्मी एकजना बद्री चिमल सिन्हा हुनुहुन्छ नि, चिन्नुहुन्छ? चिन्छु। हो, अहिले कस्तो छ? उहाँलाई पनि राम्रो छ। अस्ति हाम्रो भेटघाट भएको थियो। तपाईँकै आउने उहाँको ठुलो इच्छा थियो, दाइको अलि मिसो मिलेन। एकपटक म दाइले म लिएर आउँछु भने उहाँलाई पनि साह्रै तपाईँहरू समिरहनुहुन्छ जहिले पनि। तपाईँहरू यो ठाउँमा आउनुभएको, एउटा बसोबास गरेको होइन, उहाँहरूको काम गर्ने हिँड्ने क्रम तपाईँहरू सहकार्य गरेको, उहाँले जहाँ भेटे नि भन्नुहुन्छ। उहाँले तपाईँको नाम लिनुहुन्छ। अब अहिले बुवाले एउटा कुरा के गर्नु पर्यो भने कि बुवा, तपाईँहरूले पहिला धुनपट्टि जुन काम गर्नुहुन्थ्यो नि, अब अहिलेको तपाईँहरूको जिम्मेवारी हामीले प्राप्त गरेका छौँ बुवा। हामी तपाईँको उत्तराधिकारी, हामी छोरा नाति तपाईँको। अब हामीले चाहिँ यो ठाउँको लागि के काम गर्नुपर्छ होला बुवा? यो ठाउँको लागि हजुर सर्वप्रथम त वृक्षारोपण गर्नुपर्छ। वृक्षारोपणले चाहिँ हेर्नु न, त्यस्तो चाहिँ जम्मै गर्नुहोस् लागेको यो हुन्छ। यो काम चाहिँ वृक्षारोपण गर्नुपर्छ। अरू कुरा के गर्नु छ अब? वृक्षारोपण नगरेको पार छैन। वन चाहिँ तपाईँको पहिरो गएको छ सबै। पहिरो त हुन्थ्यो, पहिरो गएको छ। पहिलो कुरा हामीले प्रकृतिलाई संरक्षण गर्नु पर्यो बुवा। त्यो वन मैले रोपेको रुखको थियो, त्यो कालो कालो वनदेखि चाहिँ त्यहाँ रुख रोपेको छु, यहाँ पनि रुख रोपेको छु। थानकोटबाट ल्याएको नि, खानकोटबाट ल्याउनु के बेला डाँडाहरू सबै खाली थियो बुवा? पहिरो थियो नि त, पहिरो मरेको थियो, वन जङ्गल कमी थियो। वन जङ्गल पनि कहीँ पनि हो, पहिरो नै हो। त्यो नाङ्गी डाँडा, खुली डाँडा होइन बुवा पहिला? यहाँ हेर्नु, हो त्यस्तै थियो। वृक्षारोपण गरे प्रकृतिलाई चाहिँ हामीले संरक्षण गर्यौँ भने प्रकृतिले हामीलाई राम्रो वातावरण दिन्छ भन्ने कुराहरू। अनि बुवा अर्को कुरो अघि हामीले यहाँ कैलाशको कुरा गऱ्यौँ नि, शिव पार्वतीको। त्यो कैलाश स्थापना भएको चाहिँ तपाईँहरूभन्दा अगाडि हो कि तपाईँले नै स्थापना गर्नुभएको भयो? यो कैलाशले यो डाँडा थियो नि हाम्रो यहाँ सोलीकोपले, कहिले कहिले लामो इतिहास छ बुवा। त्यसलाई पनि हामीले के संरक्षण गर्नु पनि देखेको छ बुवा, जरुरी छ।
त्यहाँ बजार लैदिन नि कहाँ कहाँ पुग्छ बिर हो पार हो वृक्षमा गर्नु त्यो पनि वृक्षमा गरे हो यो 5 नम्बर हो यो 6 नम्बर चाहिँ 7 नम्बर यहाँ वृक्षमा गरेको छ खानको डिजेल ल्याएर गरे खानपुरबाट बुवाले मोटामोटी स्कुल स्थापना गरे भन्ने कुरा होइन बुवा के यो स्कुल स्थापना गरेको कुरो तपाईँलाई अहिलेसम्म तपाईँलाई चाहिँ सम्मानित बनाएर तपाईँलाई चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जुन एउटा मर्यादा पनि तपाईँलाई बनाएको रहेछ बुवा वृक्षमा त मैले गरेँ के अरे स्कुल त मैले गरेँ हो अनि के छ बुझाउनु दिनमा कतिपल्ट जानुहुन्छ बुवा स्कुलमा जान सक्नुहुन्छ अहिले खेल जानु चाहिँ त्यहाँ जानु त सकेन